झुल्ले नमस्ते मधुर समूहमा सर्वप्रथम नववर्ष 2083 को हार्दिक शुभकामना व्यक्त गर्दछु र हजुरहरूको यो वर्ष एकदमै विशेष बनोस् भन्न चाहन्छु। साथै देशमा केही दिन अघि मात्रै हामीहरूले चाहे अनुरूपको नयाँ सरकार गठन भएको छ। त्यसैले नेपालीको आशा र भरोसाको नयाँ युग तथा परिवर्तनको लहर सुरु भएको महसुस गरेको छु र मैले सामाजिक सञ्जाल प्रयोग गर्न थालेको 10 वर्ष पूरा भएको छ। सोही उपलक्ष्यमा मेरो रुचिको क्षेत्रहरू कलाकारिता, पत्रकारिता र समाजसेवाको रहर पूरा गर्नका लागि डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्दै भ्लगिङको सुरुवात गर्ने योजना बनाएको छु। सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामबाट आफूले सक्ने विषयवस्तुहरू, सूचना तथा रचनात्मक भिडियो सामग्रीहरू अरूले भन्दा फरक तरिकाले तपाईहरूमाझ राख्ने प्रयास गर्नेछु, जसमा समाजका विविध आयामहरू, कला, संस्कृति, खेलकुद, साहित्य, राजनीतिक र सामाजिक सरोकारका विषयहरूलाई पनि समेट्दै अघि बढ्नेछु। मेरो उद्देश्य मनोरञ्जन प्रदान गर्नु मात्र नभई समाजमा सकारात्मक सोच र चेतनाको विस्तार गर्नु पनि हो। डिजिटल दुनियाँको यस यात्रामा तपाईहरूको माया, साथ, हौसला र सुझाव महत्त्वपूर्ण रहनेछ। र अर्को कुरा, सामाजिक सञ्जालमा प्रस्तुत हुन त्यति सजिलो छैन। सबैभन्दा मुख्य कुरा मानसिक रूपमा बलियो हुनुपर्छ। कहिलेकाहीँ राम्रो गर्दा गर्दै पनि विभिन्न त्रुटिहरू भई आलोचनाहरू आउन सक्छ। यदि त्यस्तो भइहालेमा अलिकति पनि विचलित नभई त्यसबाट गतिलो शिक्षा लिएर अघि बढ्ने प्रतिबद्धता गर्दछु। र भिडियोको लागि भने केही महिना प्रतीक्षा गर्नुहोला। धन्यवाद।